अर्ग्यानिक आहा फिर्के लाग्दैछ फिर्के अब बुद्ध जयन्ती आउने बेला भयो अन्त सिस्नो खानुपर्छ हो हरियो परियो सिस्नोहरू के बुद्ध भगवानले छरेको हो नि त ए बुद्ध भगवानले म पनि अब भ्लग बनाउँछु भन्नु न ठुलो बजुको घरमा सिस्नो पाक्दैछ सिस्नो पोलो अरे पोलो पोलो हेर उम्लेको लु अर्ग्यानिक तातो तातो आगोमा तातो तातो सिस्नुको खाने ल साथी हो आउनुहोस् है सिस्नु खानु हामी त यहाँ सिस्नु उसिन्दैछ है यो चाहिँ बडी मोमोको घरमा चाहिँ सिस्नु पोलो किन पोलो भनेको ए सिस्नुलाई पोलो भन्छ ए सिस्नुलाई पोलो भन्छ बुद्ध भगवानले चाहिँ उहिले मनुखे पाल्नुको लागि चाहिँ नि फल्छ छरे गरे अन्त मनुखे पालेको अरे सिस्नो खाएर ए हो सिस्नो चाहिँ यति बेला खानु अब अलिक दिनमा चाहिँ सिस्नो चाहिँ नि किराले खाएर बटारेर फेरि खानु पाउँदैन नि बुद्ध भगवान अहिले अगाडि चाहिँ मनुखेले खायो पछि पछि चाहिँ अब किरा फटेङ्ग्राले खान्छ ए अन्त अब अहिले नै खाइहाल्नु पर्छ यो किरा है सिस्नो अब 1 महिना दबाई हुन्छ यो है आम्मा यसको दबाई त दामी दबाई म त डेली पो खान्छु ताजा पाए पो हामीले त कहाँ पाउनु र खानु किन्दा पनि पाउँदैन राम्रो त पाउँदैन किन्दा पनि ल हेर्नुहोस् अर्ग्यानिक यहाँ चाहिँ लु त यो हो नि खाने त कुरा त है अर्ग्यानिक बुद्ध भगवानको साग हो कि यो चाहिँ अलिअलि आँटा हाल्नुपर्छ यसरी फिर्के हाल्नुपर्छ दामी है त्यहाँदेखि चाहिँ दामी रेडी भयो है हाम्रो त आँखा अन्डा पनि तगडा हुने हो आँखा तगडा हुन्छ अरू मासुहरू सब्जीहरू हरियो खाएन भने चाहिँ दामी अब आँखा देख्दैन अरे हो 2 महिना 1 महिना त खानु सिस्नो रेडी भयो वाउ ए गाइस म चाहिँ सिस्नो खाँदैछु तातो तातो तपाईहरु पनि आउनुहोस् है खानुको कोलाई इच्छा छ